मैले जति सक्थेँ जति टाढा भइयो हामी त्यति देख्न ल अलि ठुलो गोलो बनाउनु त अलि ठुलो गोलो बनाउनु हिजो हामीले मौरी स्थानान्तरण गर्दा के प्रक्रिया अपनाउनु पर्छ भन्ने बारेमा थ्योरी चाहिँ हामीले हिजो सिक्यौँ। यो हामीले प्र्याक्टिकल गरेर हेर्दैछौँ। जुन हामीले मौरी स्थानान्तरण गर्नको लागि हिजो यहाँ चरणको व्यवस्थापन हेऱ्यौँ। यहाँ सबै कल्की फुलहरू फुलेको, चिलाउनी फुल्न लागेको, यो सबै महसुस गरिसकेपछि अब यहाँ 4-5 गोला मौरी चाहिँ यहाँ हुन्छ भन्ने महसुस गरेँ। एउटा उदाहरणको लागि है, फेरि बढी पनि हुनसक्छ। हुन्छ भन्ने महसुस गरिसकेपछि हिजो हामीले बेलुका गयौँ। बेलुका गएर पुरै यो 4 गोलालाई व्यवस्थित तरिकाले भित्र टाइट गरेका छौँ, नचल्ने बनाएका छौँ। अनि बेलुका यहाँ बुझो लगाएका छौँ। यही बेलुका मौरी आइसकेपछि बुझो लगाएका छौँ। अनि त्यसपछि हामीले आवश्यकता अनुसारको गाडी मगायौँ। हाम्रो 4-5 घरलाई यही गाडी उपयुक्त थियो, यही गाडी मगायौँ र यहाँ 4 घर मौरी यसरी चाहिँ लोड गरेर म यहाँ बसेर अनि कुनै अलिक कच्ची बाटोमा उफ्रला भनेर म यहाँ बसेर घार समातेँ र व्यवस्थित तरिकाले हामीले यो मौरी चरणमा ल्याइपुर्याएका छौँ। र मौरी चरणमा ल्याइसकेपछि अब यसलाई कसरी कुन ठाउँमा लगेर राख्छौँ, कसरी बुझो खोल्छौँ अनि के गर्छौँ भन्ने कुरो यहाँहरूले प्रत्यक्ष हेरेर थाहा पाउनुपर्ने हुनेछ, देखेर थाहा पाउनु हुनेछ। र यहाँहरूलाई जिज्ञासा लागेको बेलामा एक गरेर टिपेर फेरि फुर्सदको बेलामा यहाँलाई जिज्ञासा पनि राखिदिनु हुन अनुरोध गर्दै हामी यो घर चाहिँ ओह्राल्न गइरहेका छौँ है त। कमजोड नपाएको हुनाले मजबुतमा कमजोड मिसाउँदैछौँ। र त्यहाँ त्यो ल्याएको मौरीलाई त्यहाँ गर्नको लागि यहाँ एउटा घाँस यो घाँस पनि निकालिदिनुहोस् यहाँहरूले। गोला मौरी स्थानान्तरणको लागि यहाँहरूले यहाँबाट सिक्न सक्नुहुन्छ। हामी अहिले बुझेको नअटेको हुनाले यो भित्रको डमी हो, भित्र नसकेसम्म यो टुनीकै घार प्रयोग गर्दा राम्रो हुन्छ भनेर त्यो भित्रको हुन्छ। अहिले टुनीकै घार ल्याएका छौँ। त्यो कहाँ लाने उहाँहरूलाई होइन उता यो पनि एक बुझ्नु होला है। यो भित्र गरेर अरू उहाँहरूका जिम्मा लाउने हो के अरे